तरी खाने छ न त छ, बट त्यही हो, धेरै कुराले हामीलाई रोकेको छ। अब हुन्छ नि, अब इकोनोमिक कन्डिसन नेपालको त्यस्तो खासै राम्रो छैन, बट स्टिल गरी खानेले गरिराखेकै छ। सो ठिकै छ अहिलेको लागि चाहिँ सकिन्छ। सो युथहरूलाई गर्ने हो भने धेरै थोक छ। इभन म नै धेरै थोक ट्राई गरिरहेको छु होइन। म साइड हसल गर्ने हुन्छ कि कसरी हुन्छ, नेपालमा धेरै थोक छ, तर नेपालको युथलाई अहिले रोकिरहेको भनेको इन्भेस्टमेन्टको कारणले छ। किनभने जुनै पनि बिजनेस इस्टाब्लिस गर्नलाई क्यापिटलको फर्स्ट चाहिन्छ। त्यो क्यापिटल चाहिँ यहाँ छैन भनौँ न। अब छ पनि छ कुनै कुनै केसमा छ भने कुनै कुनै केसमा छैन पनि क्या। गभर्मेन्ट केसमा अब जस्तै मैले कुनै बिजनेस रन गर्दैछु, अब म लेडिज भएँ, अब लेडिज भएर म कुनै पनि गभर्मेन्ट काममा दौडिनु पऱ्यो भने, यताउति पऱ्यो भने म अलिक ब्याकवर्ड जान्छु, किनकि मलाई अलिकति जेन्ट्स नै चाहिन्छ भन्ने टाइपको हुन्छ क्या। अलिकति जेन्ट्स भएन भने हाम्रो कुरा अलिक सुनिँदैन क्या। अनि के अरे बिजनेस रन गर्ने ठाउँ पनि छ नेपालमा। भनिन्छ नि त पैसा जताततै छ, टिप्ने आइडिया मात्रै चाहिन्छ भन्ने भन्छ नि त। आइडिया भयो भने टिप्न पनि सकिन्छ, तर यो पोलिटिक्सको कारण या ब्याड गभर्मेन्टको कारण अलिकति प्रब्लम आएकै हुन्छ। मजाले धेरै सम्भावना छ। त्यो सम्भावना हामीले आफ्नो आँखाले देख्न सक्नुपर्छ, अरूको आँखाको लेन्सबाट भन्दा पनि। इन्भाइरोमेन्ट आफूले बनाउने हो। इन्भाइरोमेन्ट छैन, इन्भाइरोमेन्ट चेन्ज भइरहन्छ। अब पोलिटिकल पावरमा पछि नयाँ राम्रो मान्छेहरू आयो भने करप्सन हटेर इन्भाइरोमेन्ट राम्रो बन्न सक्छ। अहिले यति हदसम्म छैन, पछि बन्न सक्छ। इभन आई एम रिडिङ ब्याचलर्स हियर, आई एम रिडिङ कम्प्युटर इन्जिनियरिङ, एन्ड आई वुड नट से द्याट इट्स द्याट ग्रेट, बट ठिकै छ, गर्नेले यहाँ पनि गरिरहन्छ आफै सिकेर।